भनिन्छ समय पैसा हो र समय पैसा हो भन्ने उक्ति तपाईँ हामीले धेरै पहिलादेखि सुन्दै भोग्दै र देख्दै आएको कुरा पनि हो। उद्यमशीलतामा अझै यो प्रासङ्गिक पनि देखिन्छ। सफल उद्यमीले प्राथमिकता तोक्छ, महत्त्वपूर्ण कामलाई पहिला गर्ने र कम जरुरी कामलाई पछि गर्ने बानी बसालेको हुन्छ। अर्थात् भनौँ जुन काम गर्दा आफूलाई धेरै फाइदा हुन्छ, आफ्नो व्यवसायमा हानि गर्दैन अथवा नाफा हुन्छ, त्यो काम गरिहाल्ने र जुन व्यवसाय गर्दा आफ्नो व्यवसायमा धेरै फाइदा हुँदैन, कम फाइदा हुन्छ, तिनीहरू पछि गर्ने, यो प्रायोरिटीलाई सेट गर्न सक्ने व्यक्ति नै एक सफल उद्यमी बन्न सक्छ। यो प्रायोरिटी सेटिङ नमिल्दा कतिपय व्यक्तिहरू कम महत्त्वपूर्ण भएको कामहरू सुरुमा गरिराख्ने, अल्झिराख्ने र महत्त्वपूर्ण विषयहरूलाई चाहिँ टारिराख्ने, यो एउटा अवगुण पनि कतिपय व्यापारीहरूमा, कतिपय सामान्य मानिसहरूमा हुन्छ। तर सफल हुने एक व्यापारी, सफल हुने एक उद्यमीमा भने मेन थिङ फर्स्ट, महत्त्वपूर्ण काम पहिला गर्ने बानी उनीहरूले बसालेका हुन्छन्। उनीहरू अनावश्यक कुरामा समय खेर फाल्दैनन्। उनीहरू जतिसुकै बाधा अड्चन आए पनि मनोरञ्जन जस्ता कुराहरू, चलचित्र हेर्नु, घुमघाम गर्नु अथवा अनावश्यक आलोचनामा व्यस्त हुनु, कसैको कुरा काट्नु आदि इत्यादि जस्ता अनुत्पादक कामहरूमा उनीहरू लाग्दैनन्। उनीहरू जसरी हुन्छ छोटो समयलाई पनि उनीहरूले धेरै सदुपयोग गर्न खोजिरहेका हुन्छन्। त्यसैले समयको व्यवस्थापन गर्न सकेको खण्डमा एउटा व्यक्ति सफल उद्यमी पक्का पक्की बन्न सक्छ। होइन भने तपाईँको सफलता धेरै टिक्न सक्दैन।